खतरा छ नि यो जङ्गलमा घाँस काट्नु होइन सुती घाँस काट्छ गुड मर्निङ। आज चाहिँ हामी घाँस जान लागेको बिहान बिहानै घाम लागिरहेको छ अल्छी लाग्दै गएको। आज हामी दुईजना गएको यो हाम्रो माग थियो अनि यसले चाहिँ घाँसमा लागेको दाउरी चाहिँ नभन्नु है गाई चाहिँ अहिलेको जमानामा यस्तो फिगर हुने खासै मान्छेहरू देखिँदैन नि। गाई चाहिँ यतातिर त भक्कु रहेछ है तर थाहा अर्को पनि छ रिटा भोटेर कस्तो भोट्छ पो त अस्ति जिन्ता र दिपेल चाहिँ माथि त्यो भुइँ हैसल हुँदैन स्ट्रबेरी भन्दै त्यही टिपेर अब त्यो स्ट्रबेरी जस्तो हुन्छ जङ्गलमा पाउँछ स्ट्रबेरी चाहिँ तपाईँहरूकोतिर घरतिर रोपेर खाने चाहिँ हाम्रोतिर जङ्गलतिर आउँछ रोप्नु पर्दैन जङ्गलमा पाउने स्ट्रबेरीको बोट चाहिँ यस्तो हुन्छ तर साह्रै काँडा काँडा हुन्छ। ब्लग बनाउनु छ आउँछ नि त्यही पनि ट्राई चाहिँ गरेको 2-3वटा भिडियो भइसक्यो त्यही भिडियोलाई पनि हेरेर माया साथ सपोर्ट दिनु होला। त्यहाँ फेरि सपोर्ट गरिदिनु नि तपाईँहरू त हेरेर त्यतिकै जानुहुन्छ नि कस्तो पापी छ हौ हेरिदिनु पनि हुँदैन 100 भिज पनि पुऱ्याइदिनु हुँदैन तपाईँहरूलाई पापी नहुने न हामीले यस्तो दुःख गरेर बनाएको आउँदैन र पनि बनाउनु चाहिँ छोड्नु हुँदैन लाइक सब्सक्राइब गरिदिनु होला सेयर पनि गरिदिनु होला गाइस
भन्दै म चाहिँ घाँस काट्नु थालेँ। ठुलो जङ्गल छ अनि घाँस पनि धेरै छ। यहाँ मान्छे जसले चाहिँ घाँस काट्दैछ। घाँस एकदम धेरै 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 हरियाली। अहिले चाहिँ मलाई मजा छ किनकि म अहिले यहाँ आएको छु। घरमा चाहिँ धेरै काम गर्नुपर्छ, धेरै भन्दा पनि भात सब्जी पकाउनु पर्छ, दिउँसो घाँस काट्नुपर्छ। अनि यहाँ चाहिँ पर्दैन नि त, यहाँ चाहिँ मोबाइल चलाइ खाँदै बस्नु मात्र। अनि धेरै सुख छ मलाई। सुख हुन्छ एक दुई दिन दिदी घरमा आउँदा सुख हो नि। घरमा गएर घाँस काट्नुपर्छ, भारी बोक्नुपर्छ। एक दुई दिन चाहिँ मलाई एकदम सुख छ। अब घरमा गएर फेरि दुःख गर्नुपर्छ। दुःख पनि के भन्नु, त्यति त गर्नै पर्यो होइन। अँ आज चाहिँ बहुत घाम लागेको छ र पनि हामी चाहिँ अलिक धेरै दुःखहरू भएकोमा घाँसमा आएको। नगरिकन खानु पुग्दैन नि त खानु। चाहिँ टोगरी छ, यति घाँस बनाइसक्यो, यति चाहिँ काटिसकेको। आज पनि यहाँ काट्दैछ है यसले। घरमा चाहिँ यो सुती खान्थ्यो, अहिले बिहे गरेर चाहिँ एकदम काम गर्ने भएको छ, एकदम मेहनती, एकदम मेहनत गर्नु थालेको छ अहिले। घरमा आमा बाउलाई त्यसले हाउस हुँदैन रहेछ। बिहे गरेपछि घाँस काट्नु पर्छ, उपर खुट्टी लाएर बस्नु पाइँदैन यहाँ। घरमा आमा बाउलाई ठगी खाएको जस्तो हुँदैन बिहे गरेपछि। तपाईँहरू पनि बिहे गरेपछि यस्तै नै हो। आफ्नो श्रीमानको घरमा गएपछि यसरी काम गर्नुपर्छ। घाँस मात्रै काट्नु होइन, अरू पनि धेरै धेरै काम गर्नुपर्छ। त्यही भएर म पनि चाँडै बिहे गर्दैछु अब। किनकि मेरो बुढीलाई पनि यसरी घरमा ल्याएर काम गराउँछु अनि म चाहिँ बसी खान्छु। बुढीलाई काम गराउँछ होइन कि उल्टो यसलाई चाहिँ काम गराउनु जस्तो छ है। गाई चाहिँ यस्तै पारा हुनुहुन्छ। सधैँभरि पापाको परी भएर बस्नु पाइँदैन रहेछ गाई। त्यसरी घाँस काट्नु त पापाको परिहरू जङ्गलमा। यसरी मेहनत गर्नुपर्छ, मेहनत गर्नुपर्छ, धेरै काम गर्नुपर्छ। अहिले चाहिँ धेरै घाम लाग्नु थालेको छ, घाम लागिराखेको छ, धेरै गर्मी। जिरिङै भयो यत्रो जिरिङतिर। यो चाहिँ हो चौचौ। यो त मसिनो बच्चा मात्रै रहेछ। यो चाहिँ बच्चा मात्रै रहेछ। यो देख्दा त मलाई झन् कस्तो त डर लाग्छ नि घाँस काटेपछि चाहिँ। यहाँ चाहिँ ओजङ्किरा थियो। ओजङ्किरा के भन्छ, हामी चाहिँ ओजङ्किरा भन्छौँ। गिजिङ भन्छ। किरा हो कि ओजङ्किरा के किरा चाहिँ किरा हो। त्यो देख्दा चाहिँ मजा छ। बडीगार्ड हो कि बोडीगार्ड के भन्छ त्यो चाहिँ मलाई थाहा छैन। त्यसको बडीगार्ड जहाँ गयो त्यो पछि पछाउँछ। यो चाहिँ मेरो माइती गाउँदेखि नै ल्याएको नि त। पहिले मैले बिहा नगरिकन 5 वर्ष अगाडि, त्यही भएर मेरो साथी हो। यसको पात खेर जान्छ भने चाहिँ यो जता त्यता पछि कुदी बस्छ। पात खेर जान्छ भने चाहिँ यो बिचरा मर्नु लागिसकेको छ। अहिले चाहिँ भारी पुग्नु लागेको छ। खै ढोको पनि देख्दैन त। यति भइसकेको छ। अब चाहिँ अलिकति गर्छ अनि त्यसपछि हामी जान्छौँ। अझै यसले खान्छ है। म गर्मीले मर्नु लाग्यो म हेरै, तर पसिना चाहिँ आउँदैन म चाहिँ। कितना काली हो गई हूँ मैं, क्यों ऐसा काली हो गया। हिंदी बोल्नु नि आउँदैन म। ठुलो जङ्गल छ है यहाँ चाहिँ। अब यो घाँस काट्ने रेडी पर्दैछ। घाँस चाहिँ भएको छ है। यो साह्रै अल्छे भएको छ अहिले घरमा आएर। अनि त्यही भएर हात दुखी जान्छ अरे सुन्नै गाइन्छ। हामी चाहिँ नङ्गी तिलाममा पालेको छु। घाँस यिनीहरूले
घाँस काट्दैन कामै गर्दैन भन्छ होला तर मान्छेहरू हामी चाहिँ त पन्जा लाएर यस्तो बनाएको है एउटा नङ पाल्न कति महिना लाग्छ गाइस 1 महिनामा पनि यत्रो हुँदैन तर गाइस मलाई चाहिँ भोक लागिसक्यो घाँस काट्ने तरिका तर अहिले चाहिँ 8 नि बजेको छैन 8-9 बजीकन यसलाई चाहिँ भोक लाग्यो अरे फेरि अब किनकि मेरो त घरमा खाजा खाने बानी नि त यहाँ आएपछि मलाई खाजा पनि दिँदैन दिदी घरमा आएर कहाँ त्यस्तै हुन्छ त हौ खाजा नखाने काम गर्नुपर्छ अब दिदी पो माइतीमा भएको भाइले अब चाहिँ भने त्यही दिनु होइन यो चाहिँ बिहे खतरा छ नि यो जङ्गलमा घाँस काट्नु होइन सुती घाँस काट्छ कसले अब हाम्रो चाहिँ चिया टिप्ने बेला पनि बग्छ त्यो पलाउँदैछ अब 2-4 दिनमा चिया पनि टिप्नुपर्छ गाउँघरमा रमाइलो छ सहरभन्दा हाम्रो गाउँ नै प्यार हुन्छ नि त त्यही भएर घाँसपात दाउरा प्रशस्तै हुन्छ त्यही भएर हामी चाहिँ गाउँमै खुसी छौँ यो चाहिँ अघि सुतेर काट्दै थियो अहिले चाहिँ फाइनली उठेको छ कस्तो हुँदैछ भाइ घाँस काट्दा एकदम रमाइलो रमाइलो हुँदो रहेछ अब दिदी घरमा आएर कहाँ बसी खानु पाउँछ अब दिदीलाई 1-2 दिन भने सघाउनु पऱ्यो नि त होइन बल्ल दिदी घरमा आएको पाहुना भएर त कहाँ बस्नु मिल्छ हौ अनि अरूको त तर भाइहरू पाहुना भएर बस्छ होला तर म चाहिँ बस्नु दिँदिनँ है घाँस काट्नु लगाइहाल्छु यसलाई घाँस काट्नु नलाए पनि अरू कामहरू अराको गर्छु मेरो बानी नै त्यस्तै हो नि त पहिलेदेखि घरमा हुँदा नि काम अराको गर्थेँ अहिले नि अब कहिलेकाहीँ आउँछ भाइ अनि काम अराइरहन्छु म त योले त्योले भनेर अराइरहन्छु भारी यति भइसकेको छ अब अझै पुगेको छैन अरे मेरो नङमा चाहिँ अलिकति घाँस काट्दै नै फोहोर पसिसकेको छ गुरुङ हो नि त गुरुङमा अरे यसरी नै बोल्छन् एकदम धेरै घाँस छ हरिया बसी खानु हुँदैन हुँदा हुन्छ बसी खानु तर बसी खानु दिँदैन घरमा आउँदा त मम्मीले कराउँदा पनि नसुनिकन बसी खानु पाउँछ तर पाउँदैन हाम्रोतिर चाहिँ यस्तो पाउँछ गाइस तर म पक्रिनु डर लाग्छ यसो पक्रिनु हुँदैन खै यो त सर्व जस्तो छ है यसलाई चाहिँ बस्छ फर्स्टमा चाहिँ म पनि यसलाई देखेर आज सानो रहेछ नि सर्प भनेको थियो तर यो सानो हो नि त है अझ योभन्दा ठुलो पनि पाइन्छ झुन्डा त है सर्प चाहिँ होइन है गाइस नझुकिनु होला म पनि फर्स्ट सर्प भन्थेँ तर यो सर्प चाहिँ होइन रहेछ झुकेर मैले सर्प भनेको थिएँ तर यो मजाले चलिरहेको छ एकजना बस्छ रहेछ तर घाँस काट्दाखेरि बेला भेटिन्छ अनि डर त लाग्छ नि के गर्नु अब सर्प जस्तै छ यो सास नफेरिकन बलिरहेको छ सेसे गर्दै डर लागेर है त्यो चाहिँ सुरुचुरी देख्दा डर लाग्छ नि त तँलाई पनि त्यही भएर यसलाई यसरी देखाइदिएको भाग्दैछ है यो चाहिँ यस्तो छ तर चाहिँ कसरी जिलिक जल्किरहेको छ है तर चाहिँ जल्किरहेको देख्छ त फोनमा चाहिँ देखेको छैन म त धेरै बोल्दिनँ किनकि मलाई बोल्नु मन पर्दैन अनि त्यही भएर म धेरै बोल्दिनँ
एक्लै हुँदा झन् बोल्दै बोल्दैन एक्लै बनाउँदा फेरि एक्लै चाहिँ फर्स्ट टाइम हिजो अस्ति नै यताउता बनाएको थिएँ अनि म एक शब्द पनि बोलेको छुइनँ त्यसमा के यसलाई चाहिँ ठेल्दिनँ अरे अनि यो चाहिँ धेरै बोल्छ अनि म अरूसँग हुँदा चाहिँ अलिअलि हल्का चाहिँ बोल्छु धेरै पनि बोल्दिनँ हल्का चाहिँ बोल्छु अनि एक्लै हुँदा चाहिँ कहिले पनि बोल्दिनँ अस्ति मैले एउटा भिडियो कताबाट यताबाट एउटा भिडियो बनाएको छु त्यसमा चाहिँ म बोलेको पनि छैन एक सप्ताह यसलाई चाहिँ बोल्नुमा चाहिँ कसले पनि भेट्दैन कति बोल्छ पेतर 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 तर म चाहिँ बोल्दिनँ मलाई मन पर्दैन मेरो चाहिँ कपाल काट्ने बेला भइसकेको छ एक भारी भइसक्यो एक थाहा घिन्न लाग्दो छ अब म हामी चाहिँ अब एक दुई दिनमा बजार जाने त्यसपछि म कपाल काटेर आउँछु अनि राम्रो भएर अन्त मलाई पनि अरूले पत्याउँछ कि राम्रो देखेर सब्सक्राइब नगरेको भिडियोहरू पनि सब्सक्राइब गरिदिन्छ कि अब चाहिँ हामी घर जाँदैछु अब घर जान्छु भोक पनि लागेको छ घरमा गएर चाहिँ बेला भएको रहेन 8 मात्रै बज्छ 8:30 मात्रै हुँदो रहेछ हामी एकछिनमै 1 घन्टामै भारी पुग्यो किन घाँस धेरै छ नि त अरू बेला म आधी घन्टामा भारी पुऱ्याउँथेँ आज चाहिँ यो आएर मलाई भुल लाग्यो नि त त्यही भएर 1 घन्टा जति लाग्यो किनकि घाँस धेरै छ त्यही भएर छिट्टै नै भारी पुग्छ हामी रोडमा आइसकेको छ हामी जाँदैछु मान्छे सानो भयो भने भारी चाहिँ ठुलो नै पुग्छ यसले अनि यहाँ चाहिँ हिलो हिलो छ मेरो बुट त यसको बुट चाहिँ फाटिसकेको छ नयाँ अब नयाँ माग्ने बेला भइसकेको छ को घाँस काट्दै रहेछ फाइनली हामी चाहिँ घर पुग्नु लाग्यो यहाँ चाहिँ घर मेरो भान्जा पनि आउँदैछ यो चाहिँ मेरो भान्जा बाबु यो चाहिँ हामीलाई लिन आएको अरे ओइ हिँड्नु 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 उता मम्मी खोइ यहाँ भारी बिसाउनु नसकेर राखेको छ यहाँ चाहिँ बाछा हो कि बाछी हो यहाँ छ दुईवटा यहाँ गाई छ यो गाई चाहिँ फेरि कस्तो छ भने सुत्ती हकी अघि बस्छ यहाँ पोरी गाई छ यो भन्नु होइन तर पनि राम्रो यो चाहिँ मेरो भान्जा बाबु अब नानी घाँस काट्नु जानुहुन्छ हजुर च्याट्टा खै मेरो उयो आजको भिडियो चाहिँ यति नै अब फेरि म नेक्स्ट भिडियो बनाउँछु बाई